एउटी भर्खरकी युवतीले आफ्नो प्रेमी मरेपछि पनि उसकै लागि सिन्दुर लगाइराख्ने र उसकै विधवा भएर बाँच्ने निर्णय गरिन्। भारतको नन्देडामा 3 वर्षको प्रेम एक दिनमै अपराधको कथा बनेको छ। आँचल 21 वर्षकी र सक्षम 25 वर्षका। उनीहरू दुवै मिलिनन नगरमै हुर्केका थिए। आँचलका दाजुहरू पनि थिए र उनीहरू सक्षमका आफ्नै साथी पनि थिए। यसै कारणले आँचलको घरमा सक्षमको आवत जावत रहने गर्थ्यो। समय बित्दै जाँदा उनीहरूको बिचमा गहिरो सम्बन्ध भयो र प्रब्लम कहाँ हो भन्दा जब उनीहरूले आफ्नो रिलेसन 3 वर्षपछि आफ्नो परिवार समक्ष राखे तब त्यहाँ धेरै क्वेसन्सहरू आउन थाल्यो। जात जातिदेखि लिएर घर परिवारको स्ट्यान्डर्डदेखि लिएर सबै कुरा र त्यो बन्न पुग्यो एउटा मर्डरको प्लट। आँचलको फोन खोसियो, बाहिर जान रोकियो र सक्षमलाई बारम्बार धम्की दिइराख्ने प्रवृत्ति रोकिएन। यो क्रम चल्दा चल्दै 27 नोभेम्बर 2025 को दिन आँचलको परिवारले सक्षमलाई अब एउटा चक्रव्यूहमा पार्ने सोचे। आँचलका दुई दाजु हिमेश सहिल र उसका बुबा गजानन सहित उनीहरूले सक्षमलाई एउटा घना जङ्गलमा बोलाउँछन् र त्यो जङ्गलमा कुराकानी गर्ने न्युमा उनीहरूले त्यहाँ सक्षमलाई कट्टा हानी हत्या गरिदिन्छन्। त्यो कट्टाबाट निस्केको गोली सक्षमको सासको मात्र अन्त्य थिएन, त्यो भनेको एउटा सपना, एउटा माया र एउटा फ्युचरको जे पनि हुनसक्छ होइन। 27 नोभेम्बरको दिन आँचलका दाजुहरूले र उसका बाबाले मिलेर सक्षमलाई मारिसकेपछि आँचल भने चुप लागेर बसिनन्। ऊ भने सक्षमको घरमा गएर उसको आमालाई सहानुभूति दिँदै उनले एउटा निर्णय लिइन् कि उनी सक्षम मरिसके पनि उनकै घरको बुहारी अथवा उसकै घरमा उसको विधवा भएर बस्ने उनले निर्णय लिइन्। सक्षम मरिसके तापनि उसको चिता अगाडि उनले सिन्दुर पोते गरेर उनीसँग विवाह पनि गरिन् र आँचल अहिले आफ्नै परिवारलाई कानुनी सजाय दिनमा लागि परेकी छिन्। आँचलले गरेको यो स्टेप ठिक हो कि होइन, हजुरलाई के लाग्छ कमेन्टमा लेख्नुहोस्।